आज चाहिँ मेरो भान्सामा पाकेको थियो मासु। हिजो क्या खान मन लागेर लिन गएको थिएँ, पसल नै बन्द थियो रहेछ क्या। अनि आज चाहिँ म अलि लक्की नै रहेछु किनभने त्यहाँको लास्ट कस्टमर नै म नै भएँ। अनि आज त खाना बनाउने बेला पनि 8 बजिसकेको थियो। अनि चाहिँ म यता मासु पकाउनतिर लागेँ। अब हजुरहरूले चाहिँ कसरी पकाउनुहुन्छ? म चाहिँ सुरुमा तेलमा थोरै मेथी फुटाएर मासुलाई मजाले फ्राई गर्छु सुरुमा। अनि भिडियो बनाउने चक्करमा चाहिँ मैले तेजपत्ता लगेको थिएँ, हाल्नै बिर्सेको रहेछु। अनि त्यो तेजपत्तालाई पनि त्यहीँनिर मासु हालिसकेपछि भए पनि हालिदिएँ मैले। अनि आज हेर्नु न, यो चिकन डायमन्ड हो कि जस्तो लाग्यो, तर यो मलाई चिकन डायमन्ड जति मन नपर्ने यो मासुको पार्ट अरू केही पनि होइन क्या। अनि उता मासु फ्राई हुँदै गर्दा चाहिँ म यता मसला पिन्नतिर लागेँ। मैले मसलामा चाहिँ अदुवा र लसुनलाई मात्रै हालेको छु किनभने त्यो जिराको चाहिँ मसँग डुट्टो पाउडरै छ। अहिले खाना बनाउने बेलासम्म चाहिँ सबजनाले खाइ पनि सक्नुभयो होला। म पनि अलि छिटो गरौँ भन्छु, के गर्दाखेरि खाना बनाउने ढिलै हुन्छ। खाइसक्दा ओर्दा त 9-10 नै पनि बज्छ क्या। अनि त मैले मासु पनि चेक गर्दै थिएँ, मासु पाक्दै थियो, मासुको पानी सानी निस्किँदै थियो। पानीलाई चाहिँ मजाले सुकाउनु पर्छ। अनि यता मेरो भात पनि पाक्यो। अनि त्यसरी मासुको चाहिँ मजाले तेल सेल निस्किसकेको त पानी सुकेर। अनि यो मासु पड्किनु पर्छ क्या अलिअलि। अनि मासु अलिअलि पड्किन थालिसकेपछि चाहिँ त्यसमा हालिदिनु पर्छ प्याजलाई पनि मैले एकछिनको लागि त्यही मासुसँगै पाक्नको लागि छोडिदिएँ। अनि अलिअलि प्याज पनि पाकेपछि म हाल्छु टमाटर। अगाडि चाहिँ नुन बेसार केही पनि हालेको थिइनँ, मैले टमाटर हालेपछि थोरै बेसार नुन हालेँ। टमाटर हालेपछि मात्रै हाल्नुको रिजन भनेको चाहिँ यो नुनले टमाटरलाई मजाले गलाउँछ भनेर मात्रै हो। अब पकाउने तरिका पनि सबैको आफ्नै हुन्छ। म चाहिँ जहिले पनि यसै गरी नै पकाउँछु। अनि एकछिन मजाले पाकिसकेपछि मैले अघि पिनेको मसलालाई पनि राखिदिएँ। अनि मसलालाई पनि एकछिन मजाले पाक्न दिइसकेपछि मैले यसमा थोरै पानी हालेको थिएँ, चाहिँ त्यही मसला मजाले पाकोस् भनेर मात्रै हो। अनि यहाँ मैले थोरै जिराहरूको डुट्टो पनि हालेँ। एकछिन मजाले पकाइसकेपछि मेरो मासु पाकेर रेडी हुन्छ। अनि हजुरहरूले चाहिँ खानासँग के खानुभयो कमेन्ट गर्नुहोस् है त। त्यसैले ढिलै भए पनि